स्वागत छ साथीहरू मेरो ब्लगको अन्तिम भाग अर्थात् पार्ट 3 मा। अब पालो आजको दिनको सबैभन्दा सिरियस टेस्टका पिरियडहरूको। जीके क्लास सकेर म कक्षा 6 मा गए। अघिल्लो टेस्टमा धेरैजना फेल भएकाले आज उनीहरूको रिटेस्ट लिए र चेतावनी दिए। यो पालि पनि फेल भयो भने एकदमै कडा सजाय पाउनेछौ। मेरो यो कडा चेतावनी सुनेपछि क्लासमा पुरै सन्नाटा छायो। सबैले निकै डराउँदै र गम्भीर भएर ध्यान दिँदै आफ्नो पेपर लेख्न थाले। त्यसपछि दिनको अन्तिम क्लास कक्षा 7 मा थियो। आज उनीहरूको पनि टेस्ट थियो। तर सबैले सर प्लिज आज पढ्छौ भोलि लिनुस् भन्दै रिक्वेस्ट गरेपछि मैले टेस्ट सारेर पढ्न त दिए। तर एउटा शर्त राखे। मैले तोकिदिएको अङ्क जसले ल्याउन सक्दैन उसले मात्र कडा सजाय पाउनेछ। यो अनौठो शर्त सुनेपछि फेल हुने डरले सबैले आफ्नो किताब खोलेर निकै ध्यान दिएर पढ्न सुरु गरे। उनीहरूले आफूलाई कडा सजायबाट बचाउन निकै मेहनत गरिरहेका थिए। विद्यार्थीहरूलाई यसरी अङ्क तोकेर च्यालेन्ज दिँदा उनीहरू झन् जोसका साथ पढ्न थालेका छन्। तपाईहरुलाई आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नुहोला र च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला है। आजको लागि यति नै, बाइ बाइ।